म अरू कुरा भन्दिनँ। एनपिएलको त्यो पारस खड्काजीलाई के भन्छु भने देश त तपाईँको पनि हो नि। देशै नरहे एनपिएल कहाँ रहन्छ? देशै नरहे एनपिएल कहाँ रहन्छ होइन? मैले उहाँले सुनेको थियो यो चाहिँ नेपाल चिना, नेपाल त सबैले चिनाएकै छ नि। सन्दीप लामिछानेले पनि चिनाएकै हो, तपाईँले पनि चिनाएकै हो, दुर्गा प्रसाईले पनि नेपाल जोगाउनलाई चिनाएको। पहिला नेपाल जोगाउँ। तपाईँको एनपिएल 15 दिन पछाडि सार्दा के बिग्रिन्छ? बिग्रिनु त केही बिग्रिँदैन। तपाईँलाई अहिले 1 गतेदेखि नै किन गर्नु पर्यो होइन? किन गर्नु पर्यो होइन? त्यसले गर्दाखेरि म आम जनसमुदायलाई के भन्छु भने एनपिएल जरुरी हो कि देश जरुरी हो? त्यो पहिला भन्नुहोस्। राष्ट्र जरुरी? अवश्य नै एनपिएल जरुरी छ हो, अवश्य एनपिएल जरुरी छ दुर्गा प्रसादज्यू। अब यो कसरी जरुरी छ यो हेर्नुभन्दा पहिला यो हेरौँ। र देशलाई नै एउटा चिनाउने प्रतियोगिता भएको हुँदाखेरि चाहिँ सबैको साथ सहयोग र यदि आन्दोलन गर्ने समूह या व्यक्तिहरू हुनुहुन्छ भने पनि बरु सकिन्छ भने काठमाडौँ बाहिर गएर यहाँको मागहरू पुरा गरिदिनु होला। यो मङ्सिर 1 देखि 27 को बिचमा चाहिँ नेपाल क्रिकेट र नेपाललाई चिनाउने, यहाँहरू पनि आफ्नो चिनोको लागि लडिरहनु भएको छ, हामी पनि क्रिकेटको थ्रु देशलाई चिनाउने एउटा माध्यमको रूपमा अगाडि बढिरहेको हुँदाखेरि फेरि पनि सम्पूर्ण क्रिकेट सङ्घको तर्फबाट सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर, यो अनुरोध पारस खड्काज्यूद्वारा यो गरिएको अनुरोध एकदम सत्य र एकदम सटिक देशको प्रगति प्रति पोजिटिभ देखिन्छ। जहाँ दुर्गा प्रसाईजीको भनाइ कि अब देशै नरहे एनपिएल कहाँबाट हेरिन्छ? पहिला देश बनाऊँ, 10-15 दिन पछाडि सारौँ एनपिएललाई, अनि देश बनाऊँ। देश बनाएपछि अनि राम्ररी एनपिएल हेरौँ, फिल्म हेर्न जाऊँ, वगेरा वगेरा जे छ होइन। दुर्गा प्रसाईजी, हजुरले यो 15 दिन उता 15 दिन पछाडि सारेर जुन कुरा भन्नुभयो नि एनपिएल, त्यो के कोलाई त आन्दोलन गरेर देश बनाउनलाई। आन्दोलन भने यस्तो चिज जसमा यो 23 गते 8 सेप्टेम्बर 2025 मा आन्दोलनमा देशका 74 जना जनता मारिए, अनि त्यसपछि 24 गते धेरै क्षति भयो, भाटबट्नी धेरै ठाउँ जलाइयो, अनि अहिलेसम्म सुचारू नै भएको छैन। भाटबट्नीहरू कतिको रोजगार खोसिएको छ, हो कि होइन? अवश्य नै हो। अनि त्यसपछि यसले कहीँ न कहीँ एफेक्ट त पार्छ नै देशको इकोनोमीमा। अनि त्यसपछि चाहिँ अर्को कुरा भन्दाखेरि सिंहदरबार जलाइयो, हो कि होइन? द्याट इज अल्सो फ्याक्ट। अनि हजुरको पनि राजावादी आन्दोलन हुँदाखेरि त्यसमा पनि त भाटबट्नी लुटियो, कोटेश्वरको भाटबट्नी लुटियो, हो कि होइन? अवश्य नै हो। ल, दुर्गा प्रसाईले भनेको, दुर्गा प्रसाई एक्लै भनिरहेको थियो, त्यहाँसम्म ठिक थियो मेरोलाई। तर अब जनता पनि यसमा अलिअलि म्यानिपुलेट भएर बोल्न लागिसके उनकै भाषा। एउटा दाजु छन् होइन, उनको भिडियो म हालिदिन्छु, पारस खड्काजीको भिडियो माथि लगाउनु भएको रहेछ। अनि पारस खड्काजीले रिप्लाई दिइराख्नु भएको छ कि हो त्यही अन्दाजमा दुर्गा प्रसाईजीकै शब्दमा कि हो देशै नरहे एनपिएल कहाँ हुन्छ, युक्रेन जस्तो हालत हुन्छ, उता चाइनाले हमला गरेला, चाइनाले एट्याक गरेला, चाइनाले कब्जा गरेला, उता इन्डियाबाट कब्जा गरेला। इन्डियाले त हजुरको त्यो अस्तिको आन्दोलन छ नि, आन्दोलन जुन देश सुधार्ने आन्दोलन गरेको थियो जेनजीले, त्यसमा पनि आन्दोलन त्यो भइसकेको थियो क्या, इन्डियाले हमला गरिसकेको थियो। यो इमेज हेर्नुहोस् होइन, यो तस्विर हेर्नुहोस्, तपाईँहरू आफै भ्यालुएट गर्नुहोस्। यहाँ मेरो यहाँ तल डेट पनि छ 6-9 PM 6:09 बेलुकाको 9/11/2025 डेट तपाईँहरू मिलाउन सक्नुहुन्छ। त्यो जेन्जी रिभोल्युसन आन्दोलनको बेलाकै यो तस्विर, जसमा यहाँ हेर्न सक्नुहुन्छ। एबीपी न्युजले राखेको छ, एबीपी न्युजले, नेपाल प्रोटेस्ट न्युज, नेपाल पर मोदी का ऐलान, नेपालमाथि मोदीको ऐलान, निक्लिसक्यो सेना, दिल्लीबाट उड्यो जहाज, यस्तो छ कुरा। अनि तल हेर्न सक्नुहुन्छ, तल मेरो ध्यान गएको थिएन तर आजै मेरो ध्यान गयो, त्यसमा पनि लेखेको छ नेपालमा भयो मोदी र योगीको एन्ट्री, अब सम्हाल्छन् मोर्चा, पुरा दुनियाँ हेर्छन्। आन्दोलनकै बेला हो, देश बच्यो र बचेन नि, इन्डियाले सोचिसक्यो, इन्डियाको न्युज मिडियाले सोचिसकेको थियो। अब म यो बुझ्न सकिरहेको छैन दुर्गा प्रसाईजीको मनमा कुरा कसरी आउँदैछ, या जो पनि भनौँ जसलाई पनि लागिरहेछ कि एनपिएल भन्दा अति आवश्यक आन्दोलन छ, देश सुधार्ने आन्दोलन छ अति आवश्यक। के छ त्यस्तो आन्दोलनमा? अब यस्तो आन्दोलन भनेको यस्तो चिज हो जसमा 72 जना मारिए,
राजावादी आन्दोलन हुँदाखेरि पनि दुर्गा प्रसाईजीकै त्यसमा पनि भाट बट्नी लुटिए। अनि यसपालिको जेन्जी आन्दोलनमा पनि घुसपेटियाहरूले फाइदा उठाएर त्यसमा पनि त्यो सिंहदरबार जलाए, भाट बट्नी विभिन्न ठाउँका जलाए। अनि अहिले पनि जलेकै छन्, चल्न सक्ने स्थितिमा छैनन्। कति इम्प्लोइ, कति स्टाफहरूको रोजगारी छिनिएको छ। के फाइदा हुँदैछ? देश बन्दैछ त्यसरी? आई डोन्ट थिङ्क सो। अब तपाईँ एनपिएल छोडाएर आन्दोलन गराउनुहुन्छ, फेरि न्युज आउट हुन्छ आन्दोलन हुँदैछ, फेरि केही सिचुएसन बिग्रेला उग्रो होला, फेरि यता तोडफोड उता तोडफोड, फेरि न्युज मिडिया, फरेन न्युज मिडियाले नोटिस गर्ला, फेरि चल्ला कुरा होइन। अनि त्यसपछि फेरि त्यस्तै थम्नेल हालेला, भर्खर देखाएको तस्बिरको थम्नेल जस्तो। अनि त्यसपछि हुनसक्छ अर्को देशको मान्छे पनि इन्टरफियर होस्, दखल गरोस् कि म शान्ति गराउँछु, अब म सम्झौता गराउँछु। आन्दोलन भएपछि देश बच्छ यसरी? आन्दोलन इज नट द सल्युसन। जबकि यसपालिको एनपिएलमा धेरै पोजिटिभ साइड छन्, जस्तो कि फ्लड लाइट छ, यसले एटेन्सन तानेछ। अनि त्यसमाथिबाट पनि ठुलो नाम जोडेका छन् यसपालिको एनपिएल खेलाडी लिस्टमा। अब तपाईँ आफै सोच्नुहोस्, जसलाई लाग्छ कि एनपिएल भन्दा अति आवश्यक देश सुधार्ने र देश जोगाउनलाई आन्दोलन अति आवश्यक छ, मलाई लाग्दैन। एनपिएल मस्ट गो अन, कन्क्लुजिभली एनपिएल मस्ट गो अन, र यसलाई रोक्नुहुन्न। थ्याङ्क यू।